हेलो हेलो अनि जय मसी सम्पूर्णलाई। अनि यस रातिको समयमा नाइटमा चाहिँ हैन म भ्लग बनाउँदै पार्कमा छु। अनि यो चाहिँ हाम्रो यो लेबर सिटी क्याम्प ग्रान्ड मलको छेउमा हैन इमारा हस्पिटलको पार्कमा चाहिँ यसो घुम्दै भ्लग बनाउने इच्छा लाग्यो। मौसम ठन्डा ठन्डा छ, त्यही भएर आज तपाईहरुको सामु धेरै दिन भयो कुनै भ्लग लिएर नआएको है। अनि समय पनि पाउँदैन अहिले रातिको हेर्नु लगभग रातिको अहिले 10 बज्न लागेको छ। अनि यतिखेर भ्लग बनाउँदैछु। अनि जतिले पनि मेरो भिडियो हेर्नुहुन्छ, जति कहाँ मेरो भिडियो पुग्छ, कृपया तपाईहरुले एउटा लाइक एउटा सब्स्क्राइब हैन सकेसम्म शेयर गरिदिनु होला, ताकि एउटा सपोर्ट गरिदिनु होला, ताकि आउने दिनहरु अझ राम्रो राम्रो भिडियोहरु बनाउन सकौं। अनि यति इमारा पार्कमा घुम्दै गर्दैछु है, किनभने अरु भ्लग के बनाउने भ्लग बनाउने अरु छैन हैन। यस्तै छ, जिन्दगी चलिरहेछ। ड्युटी छ बिहान हैन, बिहान 5 बजे उठ्नुपर्छ साथी हो। के गर्नु, भ्लग बनाउने मौका पाउँदैन। अनि भर्खर खाना खाइयो रे। अनि यसो पार्कमा टेल्दै घुम्दै भ्लग बनाऊ भनेको साथी हो। केही नयाँ नौलो केही कुरा छैन साथी हो, यस्तै हो जिन्दगी। हिँडै छ, बोलिँदैछ तपाईहरुसँग हैन। आफूले हिँडेको डुलेको भिडियो भ्लगहरु हाल्ने गर्छु। अरु कुनै नयाँ भिडियोहरु कुनै छैन, भ्लगहरु छैन। यो ठाउँ हो लेबर सिटी क्याम्प। भ्लग बनाउँदै हिँडेको, भ्लग बनाउँदाखेरि एउटा हराएको भाइ पनि फेला पर्यो हैन। यहाँलाई स्वागत छ मेरो भ्लगमा हैन। अनि यसो घुम्ने क्रममा 2 राउन्ड घुमेर आएको। तपाई त महिनामा त 2-3 पल्ट त एक्सरसाइज गरिहाल्नुहुन्छ है। त्यही हो, 2 महिनामा 2 चोटि 3 चोटि यस्तो राम्रो हैन। महिनामा 2-3 चोटि त गर्नुपर्छ है एक्सरसाइज हैन। मेरो सङ गरेको भिडियो भएर हैन, स्वास्थ्यको लागि ध्यान राख्नुपर्छ साथी हो। तपाईहरु पनि केही नभए पनि यस्तो रुममा त महिनामा 2-3 चोटि भए पनि एक्सरसाइज गर्नु होला है। वाइफाई आइसक्यो है रुममा। वाइफाई आएको हो, त्यही भन्न आएको। न हैन, म त एकछिन आउन आउँछु। ल साथी हो, वाइफाई आएर मेरो रुममा है। अब जान्छु रुममै गएर भ्लग बनाउँछु। को छ के साथी त्यस्तो? हेर्नु न, तपाईको को साथी छ भन्छ मैले साथी हो भन्दाखेरि यस्ता छन्। यहाँ साथी हो दुश्मन भयो त है। तपाईहरु त मेरो साथी हुनुहुन्छ नि हैन। सारो हो के त यार, के भन्छ नि क्यामेरा नजिकको भूत टाढाको देउता भन्छ। नजिकको साथीहरुले साथी ठान्दैन, अनि तपाईहरु चाहिँ मेरो साथी, के गर्नु।